आज चैत 12 गते यो चाहिँ लेबाट अवस्थित पाठकको कुल मन्दिर परिसरबाट चाहिँ हामी उपस्थित भएका छौँ हैन। आज चाहिँ हाम्रो कुलदेवताको पूजा सम्पूर्ण पाठक बन्धुहरू चाहिँ यहाँ चितवनका मकानपुरका लगायत हैन यो वरपर रहेका पाठक बन्धुहरू वशिष्ठ गोत्रीय पाठक समाज चाहिँ सम्पूर्ण चाहिँ यहाँ उपस्थित भएको छ। हेर्नुहोस् वशिष्ठ गोत्रीय पाठक समाज नेपालको कुल पूजा तथा वार्षिक साधारण सभा है लेबाट है मकानपुर यो चाहिँ वशिष्ठ गोत्रीय पाठक समाजको यो चाहिँ कुल पूजा है। सबै पाठक बन्धुहरू यहाँ सबै पाठक बन्धुहरू हुनुहुन्छ। यहाँ बाहिर उपस्थित हुनुहुने सम्पूर्ण बन्धुहरूले हाम्रो अहिलेको खाजा खानामा उपस्थित भइदिनु होला अनुरोध गर्न चाहन्छु र हामीले खाजा खाना दिए पश्चात मात्र यो साधारण सभाको औपचारिक कार्यक्रमलाई हामी सुरुवात गर्नेछौँ। त्यसैले मन्दिरमा लाइनबद्ध भएर पूजा अर्चना गरिदिनु होला अनुरोध गर्दछु। खाजा खानाको व्यवस्था पनि छ है। पूजा अर्चनालाई अलि व्यवस्थित अलि छिटो बनाएर यहाँहरू पुनः यो औपचारिक कार्यक्रममा उपस्थित हुनुहुनेछ भन्ने यहाँ मनोज भाइ पकाइरहेछ है। ठिक छ यहाँ सबै यहाँ पाठक बन्धुहरू है व्यवस्थित रूपमा खिर सिर पकाउने काम भइरहेको छ। नमस्कार। यो चाहिँ वशिष्ठ गोत्रीय पाठक समाजको म त माथि गएर आइसकेँ। अब